खाना चाहिँ ल्याउ खानुपर्छ। हेलो नमस्ते एभ्रिवान, लासो फ्याफलाटो सिधले म सुमन तामाङ है। सबैजनालाई माया छ र फेरि म कम ब्याक भएर आएँ। मेरो आइडी त्यस्तै नै छ, ठिकै छ। त्यस्तै भए पनि म भिडियोहरू चाहिँ हालिरहन्छु होइन। अनि मैले आज यस्तो बाबा लाग्यो कि होइन। तर कुरै सोध्यो, मैले त 4-5 चोटि नै सुने होला क्या त्यो गीत होइन। तर खतरा लाग्यो क्या समय होइन। बाबा लाग्यो, त्यही हो। सबैजनाले गएर सुनिदिनु होला होइन। यस्तो दामी छ नि, कसम मलाई त यति मन थियो नि मेरो क्या होइन। त्यही हो, मेरो जिन्दगीमा चाहिँ मेल खायो भनौँ न त्यो होइन। त्यो 4 शब्दले चाहिँ खतरा लाग्यो। अनि अब खाना जानुपर्ने, काका आएको छैन, पसलतिर छ होइन। काका कतिखेर आउँछ थाहै छैन कि। पसलको अवस्था यस्तो भइरहेछ होइन। काका कतिखेर आउँछ, के गर्छ थाहा छैन। खाना खान जानुपर्ने, मोबाइलमा चार्ज पनि छैन होइन। अनि त्यसपछि दाइको चाहिँ गीत बवाल छ दाइ होइन। म चाहिँ रेस्पेक्ट गर्छु, बवाल छ। अरू गीतहरू पनि खतरा छ, तर मलाई त्यो गीतले चाहिँ खतरै लाग्यो। त्यही हो, सबैजनाले गएर हेरिदिनु होला, माया गरिदिनु होला। अब सबैजनाले सुन्नै भएको होला, चिन्नै भएको होला, तर तैपनि मलाई चाहिँ खतरा लाग्यो होइन। नचिन्नेहरूले, नसुनेकोहरूले चाहिँ सुनिदिनु होला एकचोटि गएर। यस्तो दामी छ होइन। म चाहिँ पसलिरहेको छु, त्यही हो। त्यही भइरहेको छ। अब आइडीले कसरी के गर्ने भन्ने चाहिँ थाहै छैन, तर भिडियो चाहिँ हालिरहन्छु म। अब लाइन साइन चाहिँ यस्तै हो, यताउति गरिरहन्छु म होइन। सट्टा लाएर यस्तै छ आजभोलि होइन। अनि त्यही हो, जाडो छ, घाम ताप्नु परेको छ, गाह्रो छ। तर घाम त बाबा लागिसक्यो यार। पसल बस्नुपर्छ कि, खाना जानु पनि भोक लागिसक्यो यार। कता हो भन्छ यार, तेरिको लखर यार। कस्तो ह्यान्डसम देखायो यार। हो यो त हेर्नु न, खतरा ह्यान्डसम देखाएको छ क्या। आउनु न हे तेरिको भान्जा हो भने। मेरो घर चाहिँ त्यहाँ पारी छ होइन। घरमा कोही छैन यार, दाइ छन्, भाउजू छन्। अब खाना खान जानुपर्ने हो त्यहाँ। अब काका आएको छैन, के गर्नु त। सुशान्तोष होइन। अब खाना खान जानु पनि केही छैन, काका आउने सुरसारै छैन। अब जानुपर्छ बिस्तारै। यस्तो खतरा छ यार गाउँ, मान्छे चाहिँ सुक्को छैन। यतिको चाहिँ हुनुपर्छ। पिज हुन लागिरहेछ, कहिले हुन्छ अब। घरको अवस्था यस्तो छ गाइज। गोठ यो भयो, घर यहाँ छ। विरक्त लाग्छ गाउँघर बस्नु नि विरक्त लाग्छ। घाम तापे चौतारा कस्तो बवाल देखेको भाइ। काका कहिले आउँछ त, कहाँ कुदेको त, कहाँ कुदेको त। भाउजू दिनु पैसा लोक बात हुन्छ खाबला तल होइन। ऊ त्यहाँ राख न। यस्तो खाना पाएको होइन दिनकै मज हुन्थ्यो त होइन। जाडो महिनामा सेफ्टी चाहिँ लाउनु पर्छ है, टोपी।
टोपी सेफ्टी लगाएन भने चिसो लाग्छ के हुन्छ होइन त्यो कारणले टोपी लगाउनुपर्छ जाडो महिनामा न्यानो पारेर बस्नु होला सबैजनालाई माया छ अनि त्यसपछि ज्याकेट लगाएर बस्नु भेट्न आउँछु म है ज्याकेट लगाएर आउनु तपाईँहरू सबैजना अनि त्यसपछि न्यानो न्यानो कपडा लगाएर ट्याक्क होइन डान्स सान्स गरेर अनि त्यसपछि यताउति गरेर खाना चाहिँ ल्याउ खानुपर्छ खाना चाहिँ ल्याउ खानुपर्छ अनि त्यसपछि कायदा हुन्छ है त तातो भात तातो ज्याकेट लगाएपछि त मान्छे त यङ भइहाल्छ नि होइन त्यही हो अब यस्तै छ गाउँघरतिर बस्दैछ अब केही छैन यार जिन्दगी यस्तै हो ल सो सबैजनालाई नमस्ते बाई बाई कहाँ कुदेको त कहाँ कुदेको त